युट्युबको यात्रा शून्यबाट सुरु हुन्छ, होइन त? तर जब त्यो यात्रा 100 मिलियन सब्स्क्राइबरसम्म पुग्छ, बाटोमा हरेक माइलस्टोनले नयाँ ढोका खोल्दै जान्छ। आखिर त्यो यात्रा कस्तो हुन्छ त? कुन सुविधाहरू, फाइदाहरू अनि अवार्डहरूले क्रिएटरलाई पर्खिरहेका हुन्छन्? आउनुहोस्, यो रोमाञ्चक यात्राको हरेक तहलाई एकदमै नजिकबाट निहालौं। हो, मुख्य प्रश्न नै यही हो। सब्स्क्राइबरको संख्या बढ्दै जाँदा युट्युबले आफ्ना क्रिएटरहरूलाई कसरी पुरस्कृत गर्छ? यो केवल नम्बरहरूको खेल मात्रै होइन, यो त एउटा यस्तो यात्रा हो जसले हरेक नयाँ क्रिएटरलाई उनीहरूले के हासिल गर्न सक्छन् भन्ने एउटा स्पष्ट नक्सा देखाउँछ। ल, यात्राको पहिलो चरणबाटै सुरु गरौँ न त। धेरैले सोचेको भन्दा ठिक उल्टो, एउटा युट्युब च्यानलसँग सुरुवाती दिनदेखि नै केही महत्त्वपूर्ण टुल्सहरू हुन्छन्। थाहा छ, एउटा साधारण भ्रम के छ भने नयाँ च्यानलमा कुनै सुविधा नै हुँदैन, तर त्यो साँच्चै एउटा भ्रम मात्र हो। वास्तविकतामा युट्युबले सुरुवाती दिनदेखि नै एउटा बलियो आधार तयार पारिदिएको हुन्छ। सुन्दा अचम्म लाग्न सक्छ, तर 0 सब्स्क्राइबर हुँदा पनि एउटा च्यानलले अरूलाई मेन्सन गर्न, कम्युनिटी ट्याब चलाउन, शर्ट्स हाल्न अनि 15 मिनेटभन्दा लामो भिडियो अपलोड गर्न सक्छ। भन्नुको मतलब युट्युबले सफल हुन चाहिने आधारभूत टुल्सहरू सुरुदेखि नै दिएको हुन्छ। अब कुरा गरौँ पहिलो महत्त्वपूर्ण माइलस्टोनको। यो सानो सङ्ख्याले एउटा ठूलो मनोवैज्ञानिक बाधा तोड्छ र यात्राको पहिलो वास्तविक सफलताको महसुस गराउँछ, जसले एउटा साँच्चै गजबको ढोका खोल्छ। केवल 50 सब्स्क्राइबर पुगेपछि मोबाइलबाटै लाइभ स्ट्रिम गर्ने सुविधा अनलक हुन्छ। सोच्नुस् त, पहिले यसका लागि 1000 सब्स्क्राइबर चाहिन्थ्यो। यो नयाँ अपडेटले त नयाँ क्रिएटरहरूलाई आफ्ना दर्शकहरूसँग सिधै जोडिन कति धेरै सजिलो बनाएको छ। ल, अब क्रिएटरको यात्राको अर्को चरणमा लागौं, जहाँबाट आम्दानीको बाटो खुल्न थाल्छ। 500 यो अर्को मुख्य नम्बर हो। यहाँबाट क्रिएटरको यात्राले एउटा नयाँ मोड लिन्छ, जहाँ सिर्जनाबाट आम्दानी गर्ने बाटो खुल्न सुरु हुन्छ। 500 सब्स्क्राइबर पुगेपछि युट्युबले फ्यान फन्डिङ टुलहरू अनलक गर्छ। यसको मतलब दर्शकहरूले सिधै आफ्नो मनपर्ने क्रिएटरलाई सहयोग गर्न सक्छन्, जस्तै सुपर थ्याङ्क्स, सुपर च्याट वा च्यानल मेम्बरसिप मार्फत। यसले आम्दानीको एउटा नयाँ र प्रत्यक्ष बाटो खोलिदिन्छ। अब हामी त्यो जादुई सङ्ख्यामा आइपुगेका छौं, जुन हरेक नयाँ क्रिएटरको पहिलो ठूलो सपना हुन्छ। यो माइलस्टोनले च्यानलको लागि पुरै खेल नै परिवर्तन गरिदिन्छ। पूर्ण मोनेटाइजेसनको लागि युट्युबले 2वटा बाटा दिएको छ। पहिलो, 1000 सब्स्क्राइबरसँगै पछिल्लो 1 वर्षमा 4000 घण्टाको वाच टाइम पुर्याउने, वा त्यति नै सब्स्क्राइबरसँगै पछिल्लो 90 दिनमा 30 लाख शोर्ट्स भ्युज ल्याउने। मतलब एउटा विकल्प छ। न, अब फिचरहरूबाट अलिकति अघि बढेर युट्युबबाट पाइने प्रतिष्ठित प्ले बटन अवार्डहरूको कुरा गरौँ, जहाँ डिजिटल सफलताले भौतिक रूप लिन्छ। यहाँबाट यात्राले एउटा नयाँ रूप लिन्छ। डिजिटल सफलता अब भौतिक रूपमा परिणत हुन्छ र त्यो पहिलो ठूलो सम्मान पाउनको लागि चाहिने संख्या हो 1 लाख। हो, 1 लाख सब्स्क्राइबर पुगेपछि युट्युबले सिल्भर प्ले बटन पठाउँछ। यो क्रिएटरको कडा मेहनत र सफलताको पहिलो भौतिक प्रमाण हो, जसले उनीहरूलाई थप हौसला दिन्छ। अब अर्को विशाल छलाङ, जसले क्रिएटरलाई युट्युबको त्यो सानो र प्रतिष्ठित समूहमा सामेल गराउँछ, जहाँ थोरै मात्र पुग्न सफल भएका हुन्छन्। 10 लाख सब्स्क्राइबर पुगेपछि आउँछ गोल्डन प्ले बटन। यो अवार्डको गुणस्तर निकै राम्रो हुन्छ र यसले त्यो विशाल प्रयासलाई साँच्चै सम्मान गर्छ जुन यो माइलस्टोनसम्म पुग्नको लागि चाहिन्छ। अब हामी यस्तो स्तरमा प्रवेश गर्दैछौँ जुन धेरैका लागि सपनाभन्दा पनि परको कुरा हो। यो उपलब्धि साँच्चै दुर्लभ र असाधारण मानिन्छ। डायमन्ड प्ले बटन पाउनु भनेको केवल एउटा अवार्ड जित्नु मात्र होइन, यो त विश्वव्यापी मञ्चमा आफ्नो छुट्टै पहिचान बनाउनु हो। यो यस्तो उपलब्धि हो जुन विश्वका एकदमै थोरै क्रिएटरहरूले मात्र हासिल गरेका छन्। अब अन्तिम र सबैभन्दा विशेष स्तरको अवार्डहरूको कुरा गरौँ, जुन विश्वभरका एकदमै थोरै च्यानलहरूको लागि मात्र आरक्षित छ। 50 मिलियन सब्स्क्राइबरको माइलस्टोन यो यस्तो सफलताको स्तर हो जहाँ औलामा गन्न सकिने मानिसहरू मात्र पुगेका छन्। रुबी क्रिएटर अवार्ड एउटा अद्वितीय ट्रफी हो जुन विश्वभरका केही गनिएका क्रिएटरहरूसँग मात्र छ। यो सामान्य प्ले बटन जस्तो नभएर एउटा विशेष सम्मान हो।
र अब युट्युबले हालसम्म मान्यता दिएको सब्स्क्राइबर उपलब्धिको शिखरमा पुगौं। अवार्डको यो श्रृङ्खला रेड डायमन्ड प्ले बटनसँगै समाप्त हुन्छ। यो युट्युबको सबैभन्दा उच्च सम्मान हो र यो पृथ्वीमा एकदमै थोरै च्यानलहरूसँग मात्र छ जसले यसको महत्त्वलाई झनै बढाउँछ। हो, यसरी युट्युबमा सब्स्क्राइबर बढ्दै जाँदा नयाँ नयाँ फिचर, अवसर र अवार्डहरू पाइँदै जान्छ। तर 100 मिलियन पछि के होला? यो प्रश्नले हामीलाई प्लेटफर्मको भविष्य र क्रिएटरहरूको सम्भावित यात्राबारे सोच्न बाध्य बनाउँछ।